यसरी राखिदिएछु। अब यो तार तान्नुपर्छ पहिला। यसको लागि यहाँ लक छ, यसलाई यसरी प्रेस गऱ्यो भने लुज हुन्छ अनि बल्ल तान्न मिल्छ। यो छोडिदियो भने तानिँदैन, टाइट हुन्छ। अब म कभर राखेर देखाइदिन्छु। कभर दिएर राखेको सबभन्दा पहिला यो कभर हाल्ने। अब यो बच्चा तपाईँको कति ठुलो छ र कति सानो छ त्यसमा भर पर्छ। धेरै सानो बच्चा छ भने यो सानोमा राख्नु होला, यसरी निकाल्न मिल्छ। यो यसरी निस्किन्छ, अनि निकालेर फेरि सानोमा यसरी छिराउनु होला, सानोमा राख्नु होला। बच्चा अलिकति ठुलो छ, 1 वर्षको छ भने माथि राख्नु होला। यसरी छिराउन मिल्छ। यो छिराइसकेपछि यसको पनि कभरमा पनि दुइटै छ, तलको र माथिको दुइटै छ। अब म माथिकोमा राखेको भएर म माथिकोमा राखेर देखाउँछु। र योभन्दा अगाडि यहाँ लक हुन्छ, यसरी बच्चालाई क्यारी गर्नलाई यो यहाँ लक छ। यो रातो थिचेर कता लाने घुमाउनुहोस्, जस्तै रातो यसो गरेपछि यो लक हुन्छ। त्यसरी बच्चा लड्दैन, भुइँमा यत्तिकै राख्न नै मिल्यो, यत्तिकै लड्दैन। अब यो स्ट्यान्ड भयो, होइन भने यसरी तानेर यसरी रकिङ गर्न नि मिल्छ बच्चालाई सुताउनलाई। दोरी तानेर अब म त्योभन्दा अहिले म यो राख्नतिर लाएँ। पहिला यसरी राखेपछि मैले माथिकोमा राखेको भएर माथिकोबाट झिकेँ यसरी, अनि यो पनि माथिबाटै झिकेँ यसरी। यसरी राखेपछि यसरी लाग्छ। अनि यहाँ इलास्टिक हुन्छ, इलास्टिक यो लकमा लगाउने ल, यसरी ठ्याक्क यो अडिन्छ। यता पनि यस्तै छ, इलास्टिक छ, इलास्टिक ठ्याक्क यसरी ठ्याक्क यहाँ लगाएपछि अब मेन सेप आउँछ। अनि त्यसपछि यसलाई यहाँ छ, यो चाहियो अगाडिको पनि यहाँ पाल छ, यो पालमा ठ्याक्क निकाल्नु। निस्क्यो, अब निस्केपछि यसलाई यसरी कभर गरौँ। बस कार सिट तयार भयो। यो भर्खरै धोएको भएर अलिक सानो सानो भएर बच्चा राखेपछि तन्किन्छ ल, नाच्नु होला। अहिले धोएर यहाँ धेरै माथि चाहिँ धेरै गएछ, गएपछि यहाँ अनि यसपछि यो दोरी यहाँबाट निकाल्ने यसरी। यो निकालेपछि यो काम के भने यहाँनिर प्रेस भनेर लेखेकै छ, प्रेस गरेपछि यो तान्न मिल्छ, यसरी यसरी तान्न मिल्छ। प्रेस छोडिदिएपछि यो फेरि तानिँदैन पनि, तानिँदैन। यो दुइटा फेरि यो दुइटा मात्र तानियो भने तानिँदैन, प्रेस गऱ्यो भने तानिन्छ। प्रेस गरी यो प्रेस गरेर फेरि यो लामो भयो भने यो तान्यो फेरि यसरी। यो भयो पहिलो। अब यसमा चाहिँ राख्नुपर्छ तल फर्म। एउटाले मात्र पुग्दैन, एउटाले साह्रो हुन्छ। यो फेरि एकदम मजाको गद्दावाला फर्म छ, फर्म राख्ने गद्दावाला फर्म यसरी ठ्याक्क राख्नुहोस्। यसरी ठ्याक्क बस्नु, बच्चा यहाँ ठक्क बस्छ। त्यसपछि यो फर्म फ्लेक्सिबल सफ्ट पनि भयो। त्यसपछि बच्चालाई टाउको राख्नको लागि यो हो, यसरी यसरी टाउको राख्नेलाई यसरी रेस्ट भयो, ठ्याक्क भयो यो। अब त्यसपछि तपाईँको बच्चालाई यो दुईटा जोड्ने, यसरी ठक्क जोड्ने र यहाँ टाइट गर्ने। अब यतिमा त बच्चा त हुँदैन, कतिको टाइट गर्ने पहिला खोल्ने मजाले यहाँ प्रेस गरेर यसरी खोल्नुहोस्, यति लुज बनाउनुहोस्। यो खोल्ने बेलामा यो रातो प्रेस गरेर खोल्ने यसरी। बच्चा पहिला राख्नुहोस्, बच्चा यहाँ राख्नुहोस्। त्यसपछि बच्चाको एउटा कुम्बाडा र अर्को कुम्बाडा ल्याएर ठ्याक्क दुईटा खुट्टाको बिचमा, यो दुईटा खुट्टाको बिचबाट निकालेर यो ठ्याक्क राखिदिनुहोस्। अनि यो ठुलो भयो। अब यो बच्चाको यतिको हुन्छ भने जति चाहिन्छ टाइट त्यो अनुसार तान्नु होला। र अब यति गरिसकेपछि अर्को एउटा दुईटा रहेछ, एउटा चाहिँ एउटा बाँकी छ भनेको दुईटा रहेछ। एउटा यो कुममा यहाँ काँधमा दुख्छ भनेर यो फर्म राखेको हुन्छ, यो ठक्क यहाँ छिराएर यसरी टक्क अड्यो भने भयो। अर्को पनि राखिदिउँ, ठ्याक्क यहाँ यसरी बच्चालाई कुममा काँधमा यो ठ्याक्क परेपछि दुख्दैन नि त बेसी।
काँधमा राख्ने, यसो गर्ने अनि लक गर्ने भइहाल्यो तयार। अब एउटा आइटम अब बाँकी छ, यो चाहिँ हामीले पनि कहिल्यै प्रयोग गरेन, बच्चा अलिकति आत्तिनी भएको भएर। यो चाहिँ घामले उ नगरोस्, घाम नपरोस् भनेर राख्ने एक किसिमको छातै भनौँ न यसलाई। र यहाँ यसरी टिपटिपे बटन भन्छ यसलाई। यो बटनमा टक्क अड्याएपछि अड्याएपछि भयो बच्चा राख्ने कार सिट। अब यो कार सिट गाडीमा राख्न नि भयो, गाडीमा राख्दा यो नराखे पनि हुन्छ। हामीले कहिले पनि प्रयोग गरेनौँ, यो स्टोरमा यत्तिकै राखिरहेको थियौँ। कहीँ घाममा बोकेर जानु पऱ्यो भने, अब यो घरमा कतै अड्याएर राख्नु पऱ्यो, गाडीमा राख्नु पऱ्यो भने यसरी भयो। यो स्ट्यान्ड यसरी अड्याउनु होला पछाडिको सिटमा ट्याक्क। अरू बेलामा चाहिँ यसलाई यसरी उठाएर लक हुन्छ, यसरी बोक्न मिल्छ। यसरी बोकेर बच्चा बोकेर जाने मिल्यो। दोस्रो, यसलाई लक यसरी बिचमा पार्नु भयो भने रकिङ गर्न पनि मिल्छ। यसले गफ गर्दै बच्चालाई सुताउन यसरी सुताउन पनि मिल्छ। यिनै हुन् तपाईँले खोजेको भिडियो। फोटो भन्नुभएको थियो, मैले भिडियो नै हाल्थेँ। चाहिन्छ भने खबर गर्नुहोला। आजको भिडियोबाट बिदा दिनुहोस्। नमस्कार।